हामीले एबीसीडी पढ्ने क्रममा आज हामी ई को च्याप्टरमा आइपुगेका छौँ। ई माने इगल, चिल। अब चिलको विषयमा कुरा गरौँ, इगलको विषयमा कुरा गरौँ। 84 लाख प्राणीहरू छन् भनेर भन्दै गर्दा सर्वोत्कृष्ट हामी मान्छे हैन भनेकै हो पनि, तर अज्ञानी पनि मान्छे छ, अबुझ पनि मान्छे छ। मान्छेको उदाहरण प्राय कसैले दिन्छ? ल भन्नुहोस्, कुन चाहिँ मान्छेको उदाहरण कुन चाहिँ प्राणीले दिएको छ? दिँदैन। अनि यी मान्छेहरूले अलिकति टप लेभलका हाई एनर्जी हाई भएका व्यक्तिहरूको उदाहरण दिने गरिन्छ, सफल भएका व्यक्तिहरूको उदाहरण दिने गरिन्छ हैन। तर मान्छेको उदाहरण अरू प्राणीले दिन्छ? दिँदैन। किनभने मान्छेमा त्यो गुण छँदै छैन क्या, एकाध व्यक्ति बाहेक है। 5% व्यक्तिहरूमा मात्रै त्यो गुण छ जुन उदाहरण योग्य व्यक्तिहरू छन्। अरू बाँकी 95% व्यक्तिहरू त लहलहैमा लगिरहेका छन्, लहलहैमा हिँडिरहेका छन्, लहलहैमा खाइरहेका छन्, लहलहैमा बाँचिरहेका छन्। यस्तो अन्धाधुन्दा जिन्दगीको उदाहरण कसले दिने हो? अब उदाहरण दिन मिल्छ। अरूको लहलहैमा लागेर बिग्रिने प्राणी को हो भन्दा मान्छे भन्न मिल्छ। त्यसैले चिलबाट हामीले बुझ्नै पर्ने, चिलबाट हामीले सिक्नै पर्ने। हामीले मान्छेले यो नबुझेको कारणले दुःख पाइरहेको छ के? कुरो बुझ्नुभयो? मान्छेले के नबुझेको कारणले त जिन्दगी भनेको उडान हो। के रे मान्छेले जिन्दगी भनेको उडान हो नबुझेको कारणले घस्रेर हिँडिरहेको छ। अनि जुन दिन जिन्दगी उडान हो भनेर बुझ्छ, ऊ भुइँमा बस्न सक्दैन, उड्न थाल्छ चिल जसरी। कुरो बुझ्नुभयो? नबुझेको कारणले दुःख पाइरहेको छ। त्यसैले अब बुझौँ। हिजोसम्म नबुझेर बस्यौँ, अज्ञानतामा बाँच्यौँ। अब त बुझौँ न, अहिले त जानौँ न, अहिले त बुझौँ न। अब नबुझे कहिले बुझ्ने, अहिले नजाने कहिले जान्ने, अहिले नसोचे कहिले सोच्ने, अहिले नगरे कहिले गर्ने, अहिले नउठे कहिले उठ्ने? भोलि आउँछ। आज एबीसीडीको श्रृङ्खलामा 5औं श्रृङ्खलामा छौँ। यी भोलि आफ्नो म नहुन सक्छु, प्रवचन सुन्ने तपाईँ नहुन सक्छ, होइन र? त्यसैले जे गर्नु छ आज गर्नु, तर चिलको शैलीमा गर्नु। चिलको जस्तो ऊर्जा विकास गर्नु। ई माने इगलको पहिलो ई के छ? ई हैन, ई माने एनर्जी। बुस्ट गर्नु आफ्नो एनर्जीलाई, जगाउनु आफ्नो एनर्जीलाई, बुझ्नु आफूले आफूलाई। म उड्न सक्छु, म चेतना हो भनेर बुझ्नु, म एनर्जी हो भनेर बुझ्नु, म शरीर हो भनेर बुझेको कारणले दुःख पाइरहेको छ। त्यसैले घस्रेर हिँड्ने होइन, अब उड्ने हो। उड्नको लागि चिलबाट सिक्नुपर्छ। कोबाट रे? चिलबाट। ध्यानमा माझ्ने हामी त घस्री लहलहीमा लागेर बिग्रिएका मान्छे। अब त चिलबाट पनि सिकौँ। हामीले कमिलाबाट सिक्यौँ, मौरीबाट सिक्यौँ, होइन र? डल्फिनबाट सिक्यौँ, चेतनाको बारेमा बुझ्यौँ। आज हामी के गर्दैछौँ? इगलको बारेमा बुझ्दैछौँ, चिलको बारेमा बुझ्दैछौँ। हेर्नुहोस् त, कति सुन्दर कुरा, कति सुन्दर बाणी। ऊ चिल जुन छ, चिल कहिले पनि, चिलको एनर्जी यस्तो छ कि ऊ कहिले थाक्दैन कि, कहिले थाक्दैन। हामी मान्छेमा सानो दुःख आयो भने हामी पीडित हुन्छौँ होइन? सानो सानो समस्या आयो भने हामी दुखी हुन्छौँ होइन? एन्जाइटी, डिप्रेसन, फ्रस्ट्रेसनले हामीलाई च्याप्छ, गाँच्छ, रोगी हुन्छौँ होइन? साना साना समस्याले होइन? तर चिललाई आँधी हुरीले पनि रोक्दैन। त्यही आँधीमा टेकेर ऊ झन् माथि माथि आकाशमा उड्न थाल्छ। क्या छ? उसको उड्न सक्ने क्षमता होइन, ऊ हावामा तैरिन जानेको छ क्या उसले। आँधी हुरी जति आउँछ आऊ, तिमीलाई टेकेर म माथि पुग्छु। त्यही समस्यामा टेकेर माथि पुग्ने हो। आँधी हुरी त चिलको लागि पनि त समस्या हो नि, होइन र? तर त्यही समस्यामा टेकेर ऊ माथि किन पुग्छ भन्दा उसँग त्यो ऊर्जा छ, त्यो चेतना छ, त्यो एनर्जी छ। त्यो एनर्जीको कारणले उसले आफूलाई जगाउँछ, उडाउँछ, खुल्ला आकाशमा आजाद भएर हिँड्छ। ल हेर्नुहोस् त, आकाशमा कुन डाँडामा ठोकिएर मर्ला भन्ने डर छ? भन्नुहोस् त। तल तल गयो भने त घरमै ठोकेर मर्ला, तर ऊ जहिले पनि माथि उड्छ, हो कि होइन? चिल भन्दा माथि उड्ने प्राणी छ, अरू चरा छ होला एकाध, तर मैले बुझेको अहिलेसम्म चिल।
अरू पनि होला, रिसर्च गरौँ। वर्षौंसम्म चरा आकाशमा उडेर बस्ने चराहरू पनि छन्, छैनन् र? छन्। तर त्यो मध्ये चिलको उद्देश्य उदाहरण के हो त भन्दा जब चिलले शिकार गर्नु पर्यो, हो, घरमा चरिरहेको चल्ला टिपेर खान मन लाग्यो भने मान्छेले मलाई आक्रमण गर्छ भन्ने उसलाई थाहा छ, त्यो चेतना छ, त्यो कन्सियसनेस उसमा छ। त मान्छे छाउन्जेल के गर्छ? शान्त भएर बस्छ। माथि आकाशमा उडिरहेको छ ऊ फन तर आँखा कहाँ छ? शिकारमा छ के। त्यो शिकार कहाँ गइरहेको छ, त्यो शिकार कता कता हिँडिरहेको छ, त्यो शिकारको वरिपरि मान्छे छन् कि छैनन्, उसलाई सुरक्षा दिने सुरक्षाकर्मीहरू छन् कि छैनन्। मान्छे भनेको त त्यो चल्लाको सुरक्षाकर्मी हो नि, होइन? ती सुरक्षाकर्मीहरूलाई मैले छल्न सक्छु कि सक्दिनँ? हो त कतिपय चिलहरू यस्ता हुन्छन् मान्छे हुँदा हुँदै मान्छेकै छेउबाट चल्ला टिपेर लान्छ, हो कि होइन? पोइन्ट टु बी नोटेड। किनकि मान्छे हुँदा हुँदै चिलले चल्ला टिपेर लगेको उदाहरण मेरै जीवनमा पनि घटेको छ। यसो यता फर्केको मात्रै के थिएँ, चिलले चल्ला टिपेर कुदिहाले। आमाले गाली गरिहाल्नु भयो। त्यही बसेर पनि एउटा चल्ला जोगाउन नसक्ने गधा डायलग आइहाल्यो। अब चिललाई कराएर चिलले चल्ला छोड्छ? त्यो बाँसको एउटा बजाउने घुर्रा भन्छ त्यसलाई, डोरी लाएर बजायो, हुँ 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 हुँ, डराउँछ नि? के डराउनु, यहाँबाट त्यहीँ सुनिन्छ। चिलले कहाँ सुनोस्, ऊ त धेरै माथि छ। उसलाई ढुङ्गा हानिरहेछ, उसलाई कहाँ लाग्नु? उसले त यति ठाउँ छोडिसक्यो ताकि कसैको प्रहारले उसलाई कुनै दबाब र प्रभाव पर्दैन, कसैको प्रहारले उसलाई छुँदैन। उसले त जम्प गरिसक्यो, फड्को मारिसक्यो जीवनमा। मेरो शिकार पाएँ, अब मलाई पुग्छ। कहिलेकाहीँ हामीले चिलबाट यसरी सिक्नुपर्छ। समस्या आउँदा, बाधा आउँदा, अवरोध आउँदा हाम्रो जीवनले के दिन खोजिरहेको छ, सन्देश जीवनको लागि के च्यालेन्ज दिन खोजिरहेको छ? तपाईँको दुःख, तपाईँको दर्द, तपाईँको वेदना, तपाईँको यातना सबै तपाईँको च्यालेन्ज होइन र? तपाईँको लागि सक्सेस बनाउनको लागि आएका अवसर होइनन् र? अनि आफ्नो एनर्जीलाई डाउन गराएर बस्न पाइन्छ? सिक्नुहोस् चिलबाट, आफ्नो एनर्जी बुस्ट गरेर बस्नुहोस्। एनी टाइम, एभ्री डे, एभ्री टाइम, एभ्री सेकेन्ड तपाईँको एनर्जी वेक हुनु हुँदैन। तपाईँको एनर्जी वेक भयो भने तपाईँलाई लामखुट्टेले टोकेर मारिदिन्छ। केले रे? लामखुट्टेले। किनकि तपाईँको एनर्जी बुस्ट भयो भने लामखुट्टे हजारौँ आएर टोके पनि तपाईँलाई केही हुँदैन। डेङ्गु लाग्छ भनेर हामी डराउँछौँ नि, हत्या गर्छौँ नि। बिचरा बाँच्न आएको प्राणीलाई हत्या गरेर हामी हत्यारा भन्छौँ, होइन? पाप कर्म गर्छौँ। त्यो किन? तपाईँ कमजोर भएको कारणले होइन। जब तपाईँ जाग्नुहुन्छ, जब तपाईँ उठ्नुहुन्छ, जब तपाईँको चेतनाको बारेमा बुझ्नुहुन्छ, एनर्जीको बारेमा बुझ्नुहुन्छ, आऊ लामखुट्टे आऊ, जति टोके पनि टोक, किनकि तिमीले त मलाई खाएर बाँच्ने न हो, म मर्ने त होइन। किनकि तिमीले खाएर, तिमीले जता जता टोकेर तिम्रो इन्फेक्सनको सुडो लिएर आए पनि म बाँच्न सक्छु, किनकि मसँग इम्युन सिस्टम पावर छ के, मजबुत छ। रोग प्रतिरोधात्मक क्षमता राम्रो भइदियो भने हामीलाई कुनै भाइरल संक्रमणले सताउन सक्दैन, हो। तर रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने तपाईलाई कुनै संक्रमण चाहिँदैन, तपाईले खाएको आहार नै काफी छ, त्यसले तपाईलाई शिकार बनाइदिन्छ। हाम्रै आहारले हामीलाई शिकार बनाइदिन्छ। हामी आहारको शिकार भएर मर्नुपर्छ। Can you imagine it? त्यसैले आजको दिनबाट, आजको पलबाट, आजको दिनबाट, आजको यो समयबाट, अहिले यतिखेरैबाट सिकौं, यानी कि चिलबाट सिकौं। जसरी उसले आफ्नो शिकार गर्छ, जसरी उसको लागि पनि आँधी तुफान हावा हुरी जस्तोसुकै आओस् ऊ उडी नै रहन्छ। अरू चराहरू आफ्नो ठाउँ खोजेर जान्छन्, अरू चराहरूले आफ्नो गुण खोजेर जान्छन्। गुण भत्काइदियो भने त्यो सुरक्षित हुने ठाउँ चाहिँ खोजेर गइरहेका हुन्छन्, तर चिल कहिले पनि सुरक्षित ठाउँ खोज्दैन। किन? किनभने उसको पखेटा मजबुत छ भनेर उसलाई थाहा छ, उसँग त्यो पोख्त एनर्जी छ भनेर उसलाई थाहा छ। जतिसुकै हावा आउँछौ आऊ, म किनकि त्यो हावामा तैरेर बस्न सक्छु, तिम्रै हावाको सहारामा म माथि अझै उड्न सक्छु। मैले थोरै बल गरे त भइगयो नि, होइन र? चलेको हावासँग उसले चाहिँ ब्यालेन्स मिलाउन जानेको छ क्या, त्यही हावामा टेकेर ऊ सफल हुन्छ। त्यसैले हामीले पनि चिलबाट एनर्जी बुस्ट गर्न सिक्नु पर्यो। यो दुःख दर्द वेदना के हो? तपाईको
सफलताको शिखरमा पुर्याउने सिँढीहरू। त्यसैले त्यही सिँढीमा टेकेर तपाईँ माथि पुग्नुपर्छ। हामीले त्यो सिँढीलाई बिर्सिन्छौँ। मेरो लागि बाधा, अवरोध, दुःख आयो यी गर्दै रुँदै बस्छौँ, हे प्रभु, हे परमात्मा, मलाई नै यत्रो दुःख किन भनेर अझै परमात्मालाई धिकारेर बस्छौँ। आफ्नै पुरपुरो समातेर बस्छौँ। पुरपुरो समाउने होइन, त्यसैमा टेकेर माथि उठ्ने। त्यसैले हाम्रा हरेक समस्या अवसर हुन्। हरेक असफलता झेल्ने मान्छेले मात्रै सफल हुने अधिकार छ। के अरे हरेक असफलता झेल्ने मान्छेहरूको लागि मात्रै सफल हुने अधिकार छ। असफलता झेल्न नसक्नेहरूलाई सफल हुने अधिकार पनि छैन। त्यसैले सफल हुनु छ भने तपाईँ असफलता झेल्न थाल्नुहोस् आजैबाट, अहिलेबाट। त्यो असफलताले नै तपाईँलाई सफलतामा पुर्याउँछ। असफलता भनेको तपाईँको सफलताको सिँढी हो। चिलबाट सिक। दोस्रो कुरा ए फर अवेरनेस। त्यो चेतनालाई बुझ्नु, त्यो कन्सियसनेसलाई बुझ्नु। तपाईँ सचेत रहनु, यसको अर्थ सचेत रहन सक्नुभयो भने मात्रै अगाडि बढ्न सक्नुहुन्छ। जसरी चिल सचेत हुन्छ, हो कि होइन? मान्छे छन् कि छैनन्, कहाँ छन्, यो मान्छे यता फर्केर कति मिनट बस्छ र मैले चल्ला टप्प टिपेर हिँड्न पाउँछु, हो? ऊ सचेत भएको कारणले होइन। त्यसैले चिलबाट सिक्नु, तपाईँ सचेत रहनुपर्छ। हरेक क्षणमा आफूले आफूलाई बुझ्नुपर्छ। आफूले आफूलाई बुझ्न सकेन भने कहिले पनि हामी आध्यात्मिक चेतना बोक्न पनि सक्दैनौँ, ऊर्जाको अनुभूति गर्न पनि सक्दैनौँ, र भौतिक प्रगति पनि गर्न सक्दैनौँ, आध्यात्मिक प्रगति पनि गर्न सक्दैनौँ। सचेत बिनाको मान्छे, अवेरनेस बिनाको मान्छे के हो? बेडा जस्तो हुन्छ क्या। जीवनको सबैभन्दा ठुलो पाठ भनेकै के हो? ठुलो परिवर्तन भनेकै के हो त भन्दा हामी सजग रहेर जागेर अगाडि बढ्नु। चिलबाटै सिक्नु, चिलबाटै बुझ्नु। ऊ कति विकास गर्छ आफूले आफूलाई। हेर्नुहोस् त, असफल हुनको लागि बाधा अवरोध आउँदै गर्दाखेरि पनि, हावाहुरी चल्दै गर्दा पनि त्यही हावाहुरीमा टिकेर आफूले माथि पुर्याउनु, आफूले आफूलाई माथि ग्रोथ गर्नु। हेर्नुहोस् त, आफ्नो विकास गर्नु, त्यसैमा टेकेर माथि पुग्नु। उसले आफूले आफूलाई विकास गरेको होइन, आफूले आफूलाई माथि पुर्याएको होइन, अपग्रेड गरेको होइन। त्यसैले अर्को पोइन्टमा छ आफ्नो ग्रो गर्नु। जब तपाईँ मजाले उठ्नुहुन्छ, जिन्दगीमा कहिले ढल्नु पर्दैन। हरेक क्षणमा गल्ती भइरहेको हुन्छ। हामी गल्ती गरे भनेर हामीले आफैले आफूलाई धिक्कार्छौँ होइन। ला गल्ती भयो नि, मलाई के भन्नु होला, मलाई के गर्नु होला, मैले गल्ती गरिहालेँ, कसरी गर्नु होला, आहा कति दोहोरियो गल्ती, मेरो त कर्म बन्धनै पो भयो कि बन्छ कि, यावत कुराले कति कचकच गर्छ, कचकच गर्छ, दिमाग गोबरले भरिसक्यो क्या। त्यो ग्रो गरेको हो र तपाईँले आफूलाई? ग्रोथ भएको हो तपाईँको? नो, तपाईँको त के भयो, अब गिर्यो, सक्यो, खतम भयो। तपाईँ उठ्न त चाहनुहुन्छ, भित्रभित्रै आफैले गिराइरहनु भएको छ। त्यसैले आफ्नै गल्तीबाट पनि पाठ सिक्नु। चिलले कहिलेकाहीँ चल्ला टिप्दा टिप्दै छोड्छ, अनि उसले गल्तीबाट पाठ सिक्छ। फेरि त्यो चिलले रिपिट, एकचोटि उसको जीवनमा चल्ला फुत्क्यो भने अर्कोचोटि लाइफ टाइम उसको फुत्किँदैन। याद राख्नुहोस्, चल्ला कहिले पनि फुत्किँदैन। जब एकचोटि फुत्क्यो भने सक्यो, उसको जीवनमा गल्ती नै एकपटक हुन्छ। ऊ सजग भइहाल्छ क्या त्यहाँ। उसले आफैले आफैलाई बुझ्न थाल्छ, आफ्नै गल्तीबाट उसले पाठ सिक्न थाल्छ, अनि उसको जीवन जहिले पनि उच्च उदामा छ। हामी मानिसले पनि आफ्नै गल्तीबाट पाठ सिक्दै जीवनलाई अगाडि बढाउनुपर्छ र आफ्नो विकास गर्नुपर्छ। यही गल्तीबाट पाठ सिक्दै जीवनको विकासलाई, मस्तिष्कलाई ग्रो गर्दै अगाडि बढ्नु नै जीवनको सबैभन्दा ठुलो श्वास, सबैभन्दा ठुलो सफलता, सबैभन्दा ठुलो आफ्नो विकास भएको ठहरिन्छ। त्यसैले गल्तीबाट पाठ सिक्नु, अगाडि बढ्नु र त्यसबाट पनि आफूले आफूलाई ग्रो गर्नु।
अब अर्को छ एल। एल फर के? सेल्फ लभ गर्नुहोस्। यसको अर्थ के हो त भन्दा मैले मलाई लभ गरेको होइन र, किनकि उसले मलाई आक्रमण गर्छ भनेर डरको कारणले मलाई लभ गरेको होइन, भाग्न खोज्नु भने त मलाई लभ गरेको हो नि। फाइदा त त्यहाँ पनि छ, सकारात्मक रूपमा हेर्नुपर्छ। आगो लाग्नु पनि राम्रो हो। अनि फेरि पछि गएर हेर्दा त्यो हरियोले जहाँ आगो लाएँ त्यो ठाउँमा त यति राम्रो घाँस पलाएछ, आगो लागि हुनु भनेको त नयाँ पलाउनु हो नि, होइन र? त्यसैले तपाईँको जीवनमा आगो लाग्नु जरुरी छ क्या। जीवनमा नयाँ तरङ्गहरू उम्रिन्छन् अनि त्यसपछि तपाईँ नयाँ भएर जन्मिसकेपछि लभ पनि नयाँ हुन्छ। तपाईँले आफैलाई लभ गर्ने शैली, हिजो क्रोधले तपाईँ लभ गर्न सक्नुहुन्थेन, आत्महत्या गर्ने विचार गर्नुभएको थियो होइन, तर आज आफूले आफूलाई लभ गर्नुहुन्न। आफूले आफूलाई चाहिँ आहा धन्य प्रभु आजको जीवन त मैले पाएँ, त्यही दुःखको कारणले, त्यही समस्याको कारण, त्यही आत्महत्या गर्ने विचारको कारणले आज उछिट्टिएर यहाँ आइपुगे तापनि मेरो जीवन धन्य भयो भनेर आज तपाईँले आफूले आफूलाई हक गर्नुहुन्न, सेल्फ लभ गर्नुहुन्न, आई लभ माई सेल्फ भन्नुहुन्न। किन? हिजो पनि त्यही भनिदिएको भए तपाईँलाई समस्या आउँथ्यो? त्यो आत्महत्या गर्ने मान्छेलाई हेर्नुहोस् त, रिटर्न ब्याक नआएको कारणले गए सिद्धिए, दुःख भएर फेरि उही आत्महत्या गर्न जन्मिनुपर्छ, फेरि समस्या। तर जसले आत्महत्या गर्न गए रिटर्न ब्याक अध्यात्ममा छिरेर उनले जीवनको दर्शन बुझे, उनीहरूले आफूलाई लभ गर्छन्, कुनै पनि जन्ममा आत्महत्या गर्न जन्मिनु पर्दैन। सक्यो, तपाईँको बन्धन तोडियो, तपाईँ आजाद भयो। त्यसैले आजको दिनबाट आफूले आफूलाई लभ गर्नु। चिलले आफूलाई यति प्रेम गर्छ, चिलबाट सिक्नु लभ गर्न पनि। चिलले यति मजाले लभ गर्छ, आफूले आफूलाई यति सुन्दर तरिकाले लभ गर्छ ताकि उसको शरीरमा चोट र खोट लाग्न दिँदैन। चिलले के अरे चिलले आफ्नो शरीरमा चोट र खोट लाग्न दिँदैन। यसै सन्दर्भमा सानो कथाको याद आयो गरौँ। चिलको बच्चा जन्मियो अनि नजिकै गाउँमा बस्ती कुखुरा थिए, ती कुखुराहरूसँग चर्न गएछ। के अरे चिलको बच्चो कुखुराहरूसँग चर्न गएछ। अब चिलको बच्चो कुखुरा जस्तै हिँड्न थाल्यो अनि कुखुरा जस्तै हिँड्न थाल्यो, कुखुरा जस्तै हिँड्न थाल्यो। हिँड्दा हिँड्दै कुखुरैसँग हुर्क्यो, बढ्यो र कुखुरासँगै चल्न थाल्यो। कुखुरो एकछिनबाट त्यहाँ फुत्त मात्रै हाम फाल्छ, उड्न सक्दैन हो। त्यसै क्रममा त्यो चिलको बच्चो पनि ठुलो भइसक्यो तर उड्न सक्दैन, ऊ त्यहीँ अलमल्ल भएर बसिरहेछ। अनि चिल आउँछ, तिमी यहाँ किन बसेको? तिमी त चिलको बच्चो हो, तिमी त उड्न सक्छौ, यो कुखुरा उड्नै सक्दैन, यो उड्नै नसक्ने प्राणीसँग किन बसेको तिमी? भन्दा होइन म कुखुरै हो भन्छ। अरे बा, चिलको बच्चो हो तर उसले म कुखुरा हो भन्छ। अचम्म लाग्छ बा उसलाई। तिमी त उड्न सक्छौ भन्दा कहाँ सक्नु, म हिँड्न मात्रै सक्छु भन्छ बा। होइन होइन तिमी उड्न सक्छौ भन्छ उसले। होइन म उड्न सक्दिनँ भन्छ उसले। च्यालेन्ज भइरहेछ, दुई तर्कमा भनाभन भइरहेछ। अनि त्यसै क्रममा चिलले उसलाई टपक्क टिप्छ। चिलको काम त टिप्ने नै हो। टपक्क टिप्छ, लगेर यति ठुलो पहाडमा, पहाडको टुप्पोमा लगेर राख्छ। त्यसपछि तिमी चिल हो? होइन म कुखुरा हो भन्छ अझै। क्यान इमेजिन इट? होइन म कुखुरा हो अरे क्या, त्यत्रो पहाडमा लगिसक्यो। तिमी उड्न सक्छौ, म सक्दिनँ। त्यसपछि चिलले के गर्छ? त्यो पहाडको टुप्पोबाट उसलाई फुत्त फालिदिन्छ क्या। भन्नुभयो फुत्त फालिदिन्छ। अब उसले आफ्नो ज्यानको माया गर्नु पर्यो कि पर्यो? त्यसपछि उसको त्यो सुप्त भएर लुकेर बसेको पखेटा फेरि पुनः फटफटाउँछ क्या। ऊ आजाद भएर उठ्छ, म त चिल पो रहेछु। बल्ल उसको आँखा खुल्छ क्या। त्यस्तै तपाईँलाई पनि दुःख, दर्द, पीडा, वेदनाले कुखुरा जसरी राखेको छ। कुखुरा किन छिटो काटिन्छन् थाहा छ? मान्छेले कुखुरा मात्रै काटेर किन खान्छ, चिल काटेर किन खाँदैन? चिलको मासु खाएको सुन्नु भएको छ? कुखुराको मासु खाएको पटक पटक दिनकै काटेको सुन्छौँ हामी यहाँ, होइन? किन? कमजोर भएको कारणले काटिएको। कुरो भन्नु भने तपाईँ पावरफुल हुनुहोस् त तपाईँलाई कसैले काट्न सक्छ? तपाईँ चिल बन्नुहोस् त कसैले तपाईँलाई आक्रमण गर्न सक्छ? मान्छे पनि डराउँछ चिलबाट, होइन? उसको आँखा नै गिद्दी नजर हुन्छ क्या। टक्क हेऱ्यो कि सक्यो, आयो कि मुन्टो चुटाएर लान सक्ने क्षमता हुन्छ, तर आक्रमण भने गर्न सक्दैन। उसलाई पनि त डर छ नि। त्यसैले त्यो सङ्गत गलत भइदियो भने हामी कमजोर हुन बाध्य हुन्छ, होइन र? त्यो चिलको बच्चोले कुखुराकै सङ्गत गरेर कुखुरा भएको होइन, वास्तविक कुखुरा थियो। ऊ त चिलै हो नि, सङ्गत कुखुराको गरेको कारणले कुखुरा त हिँड्न मात्रै सक्छ।
उडे पनि बुर बुर मात्रै एकैछिन मात्रै हो, एक जम्प मात्रै गर्ने हो होइन र? अनि उसले पनि त्यति नै गर्न सक्यो। तर जुन दिन वास्तविक स्वरूपमा फर्काउनको लागि पुनः प्रक्रिया अपनाइयो, ऊ खुला आकाशमा मजाले उड्न सक्यो। ए म त चिल नै रहेछु, म त उड्न सक्दो रहेछु, वाओ आई लभ यु माइसेल्फ। बल्ल त्यहाँबाट जाग्छ क्या ऊ प्रतिको प्रेम, आफूले आफूलाई प्रेम गर्न थाल्छ। वाउ, यी कुखुराहरूले त मलाई त फसाएको पो रहेछ। त्यस्तै तपाईँलाई लभ गर्ने, आफैले आफैलाई माया कसैले गर्छ? अरूलाई गर्नुपर्छ माया भनेर समाजले त देखाइरहेको हुन्छ नि। हो, त्यो भनेकै कुखुरा बनाउनु हो, तपाईँ पनि काटिनु हो, तपाईँ पनि मारिनु हो, तपाईँको आयुभन्दा पहिले तपाईँ सिद्धिनु हो। त्यसैले आफ्नो आयुलाई अझै तीव्र बढाउनु छ, अझै बढाउनु छ भने चिलको गतिमा उड्न सक्नु, चिलले जसरी आफूले आफूलाई लभ गर्न सक्नु, न उसले आफ्नो शरीरमा खोट लाग्न दिन्छ न चोट लाग्न दिन्छ। त्यति माया गर्छ चिलले आफूले आफूलाई। त्यसैले तपाईँले पनि आफूले आफूलाई त्यति नै माया गर्नु, तपाईँको जीवन सुन्दर बन्छ। अब अर्को पोइन्ट, लास्ट पोइन्टमा के छ? एलिभेसन, उठ्नु, जाग्नु। कसरी उठ्छ हेर्नुहोस् त, कसरी जाग्छ हेर्नुहोस् त। उसले हेर्नु पर्यो भने माथि यस्तो तैरिन्छ कि भन्नुभएको थियो नि, चिल त माथि अडिन्छ कि बाज कि चिल, बाज पनि अडिन्छ चिल पनि अडिन्छ कि। टक्क स्थिर रहन्छ, पखेटा टक्क फैलाइदिन्छ, हावाको ब्यालेन्स मिलाएर छोडिदिन्छ, सरर अडिएको जस्तो देख्छौँ हामी। तर उसले नजर तल लगाइरहेको हुन्छ, किनकि त उडिरहँदाखेरि नजर त्यसले देख्न पाउँदैन क्या शिकार। कुरो बुझ्नुभयो? त्यसैले टक्क अडिसकेपछि कहाँ चाहिँ छ त्यो, कता कता जान्छ भनेर निहाल्ने हो। त्यति फोकस हुन्छ कि उसको आँखामा, आई पावर के त्यति फोकस हुन्छ क्या। त्यो आई पावर, आँखाको पावर बढाउनको दायित्व चिलबाटै सिक्नुपर्छ। चिलको आँखाको त हामीले त ऊ त्यहाँबाट त्यहाँ देख्दा पनि मधुरो देख्न थाल्छौँ होइन? उसले त्यति दूरीबाट हेर्दा पनि ठ्याक्कै त्यो सानो वस्तु ठ्याक्कै देख्छ र टिपेर लान्छ होइन? त्यसैले आजबाट उठ्नु, जाग्नु, तपाईँको चेतना जगाउनु, तपाईँको अस्तित्वलाई जगाउनु, चिलबाट सिक्नु। चिलबाट सिक्नु, तपाईँले आफूलाई यसरी उठाउनु, जीवनको दर्शन, अन्तिम लक्ष्य पत्ता लगाउनु कि तपाईँको लक्ष्य के हो। अन्तिम लक्ष्य भनेको शान्तिको, मुक्तिको, मोक्षको होइन र? तर त्यही शान्ति, मुक्ति, मोक्षको खोज गर्दै गर्दा तपाईँलाई बाधा अवरोध अनेक आउँछ नि, आउँदैन हो? जसरी चिलले अन्तिम लक्ष्य उसको भोक मेट्नु हो, शिकार गर्नु हो, टक्क टिप्छ हो, जताबाट पनि जे गरे पनि उसको जीवन दर्शन गजबको छ। त्यसैले आफूले आफूलाई यसरी उठाउनुहोस्। हरेक समस्या अवसर बनेर आएका हुन्छन्, त्यही अवसरमा टेकेर तपाईँले आफ्नो गन्तव्यमा पुग्नु, आफूले आफूलाई त्यो चेतनामा विस्तार गर्नु। जुन चेतनामा तपाईँ पुगिसक्नुहुन्छ, जुन चेतनाको अस्तित्वको बारेमा तपाईँले बुझ्नुहुन्छ, त्यसपछि तपाईँ कहिले पनि रिटर्न ब्याक त्यही दुःखमा जानु पर्दैन, त्यही सङ्घर्षमा जानु पर्दैन, त्यही कष्ट भोग्नु पर्दैन। त्यसैले जीवनमा यो चिलबाट सिक्नु, आनन्दित, खुसी, सुखी, प्रेमिल र उत्थानमय जिन्दगी जिउनको लागि अरूमाथि होइन, आफैमाथि विजय प्राप्त गर्नु, आफ्ना कमजोरीहरूमा टेकेर सफलता हासिल गर्नु, यही सन्देश आजको यो चिलको सन्देशले दिएको छ। यो कुरालाई बहुत चिन्तन मनन गर्दै अगाडि बढौँ, हाम्रो जीवन धन्य हुन्छ। आजलाई यति भन्दै भोलिको श्रृङ्खलामा फेरि पुनः भेट्ने बाचासहित बिदा चाहन्छु। यहाँहरू सबैको जय होस्, कल्याण होस्।